हेलो गाइस वेलकम टु आवर च्यानल। सो आज चाहिँ फाइनली हामी चाहिँ मामाको बिहामा गइरहेको है। सो हेर्नु सक्नुहुन्छ यहाँनिर। हेलो गाइस गुड मर्निङ सबैजनालाई। आज फेरि रेडी भइसकेको छ। हामी चाहिँ जन्ती जानुको लागि यहाँ सबै यो हो हाम्रो बेहुलीको गाडी है, एकदम सजाएको राखिएको छ। हामी चाहिँ लागिसकेको छौँ, हेर्नु सक्नुहुन्छ यहाँनिर हाम्रो निक्लो सासिङको गाडी हो यो चाहिँ है। अनि साथै यहाँनिर बेहुलीको गाडी, अनि म चाहिँ बिचमा बसेर भिडियो गरिरहेको छु। अनि यहाँ पछाडि हुनुहुन्छ हाम्रो रेमोदा, अनि हाम्रो यहाँ बेहुली गाडी फिर से क्रस हो गया गाइस। देखो 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 ये है व्यू आज। ल त गाइस अहिले फाइनली हामी चाहिँ हेर्नु सक्नुहुन्छ नामथाङ हो। सो हेर्नु भ्यू तपाईँहरूले। ल गाइस आजको चाहिँ यस्तो छ है। हामी चाहिँ लागेको यहाँ हाम्रो सागर भाइ, यहाँ त सेम आपा देख्नु हाम्रो। फिलहाल चाहिँ हामी पुग्न लागेको है, तपाईँले हेर्न सक्नुहुन्छ जाडा दृश्य होइन। एकदमै जाडो हुनु थाल्यो यहाँनिर है, पुङ्लामा चाहिँ पुरै जाडो छ। हेर्नुहोस् तपाईँहरूले एकदम झिली च्याट भएर चाहिँ सबैजना फिलिली कुदिरहेको छ है। ल त गाइस हामी चाहिँ फाइनली पुगेर पनि यसो चिया खाजा खाइरहेको अवस्था हेर्नु सक्नुहुन्छ। यहाँ हाम्रो रेमोदा अनि यहाँ सबै जन्ती पार्टी चाहिँ एकदमै चिया खाजा खाँदै सो अब यहाँ पनि होइन रेडी भइसकेको छ। हेर्नु सक्नुहुन्छ यो सबै कुराहरू है। पवित्र विवाह स्वागत छ सबैजनालाई। र आज विशेष गरेर हाम्रो यत्रो दिनको पर्खाइ र प्रार्थनाको उत्तरमा हाम्रो पवित्र विवाह आज बाँधिन गइरहेको छ। सो आजको बिहाको कार्यक्रम सुरु भइसकेको छ, तपाईँले हेर्नु सक्नुहुन्छ है रमाइलो। अनि आज 11 तारिकको दिन है हाम्रो प्रकाश सिंहको बिहा भइरहेको अवस्थामा छ गाइसहरू, हेरिराख्नुहोस्। ल त फाइनली हाम्रो बेहुलीको है आङीको आगमन भइसकेको छ, हेर्न सक्नुहुन्छ स्टेजमा है। सो सबैजना एकदमै गाएर है सबैजनाले सेलिब्रेसन गरिरहेको छ। सो त्यही हो हेर्नु सक्नुहुन्छ गाइस। अनि उहाँले सोच्नुभयो यसो हेर्दाखेरि कता कता अधुरो अधुरो देखियो। अनि उहाँले यस्तो मिठो प्लान गर्नुभयो। प्लानिङमा मास्टर हुनुहुन्छ, मास्टर प्लानर हुनुहुन्छ। उहाँले जब पनि सोच्नुहुन्छ उहाँले गर्नुहुन्छ। कसैले तपाईँको छोरी विनितालाई प्रकाश तामाङको हातमा दिन के तपाईँ तयारी हुनुहुन्छ? थ्याङ्क यू। खुसी हुनुहुन्छ आज तपाईँ? त्यसैले गर्दा हामी यत्रो व्यक्तित्वहरू भेला भएका छौँ। यसैले गर्दा यिनी दुई माथि बाइबल वचन अनुसार हामी आशीर्वाद दिनको लागि तयारी छौँ। बाइबलले भन्छ उत्पत्ति 2:18 मा यहाँ चाहिँ अब सम्धिनीको ढोकबेट चलिरहेको अवस्थामा है यहाँ सानो भिडियो हजुरहरूको माझमा ल्याइरहेको छु है। अनि उतापट्टिको चाहिँ तपाईँको बेहुली र को आमा बाबा हुनुहुन्छ, अनि यतापट्टि चाहिँ देख्नुभएको चाहिँ बेहुलाको आमा हुनुहुन्छ है। सो हेर्नु सक्नुहुन्छ यहाँ बेहुला बेहुली एकदमै ढोकबेट इष्टमित्रलाई चिनाउने
एउटा हो होइन, त्यो कुराहरू चलिरहेको छ। हेर्नु सक्नुहुन्छ तपाईँहरूले पुरा है, यहाँनिर सबै ढोकभेट चिनाइरहनु भएको छ होइन। अब काका काकी को हुनुहुन्छ, यता आफ्नो मान्छे, यो चाहिँ सबै बेहुलीपट्टिको हो। बेहुलीपट्टिको आफन्तलाई चाहिँ बेहुलालाई चाहिँ चिनाउने गरिरहेको हो। यो चाहिँ हेर्नु सक्नुहुन्छ तपाईँहरूले, एकदमै रमाइलो कुरामा हो, यही हो आजको है। हेर्दै गर्नुहोस्। हामी यसरी घोषणा गर्छौँ, महिमा तपाईँलाई बनिरहेको होस्। ख्रीष्ट नासक येशूको नाममा यो बिन्तीलाई माग्छौँ। ताली बजाउँ है। Thank you, thank you. Thank you, God bless you. God bless you. God bless you. Ready? हाम्रो सृष्टिकर्ता परमेश्वरलाई हामी साह्रै बेसी धन्यवाद दिन्छौँ, जसले यो सुन्दर दिन हामीलाई देख्न दिनुभयो। अनि हामी अत्यन्तै खुसी पनि छौँ, अत्यन्तै आनन्दित छौँ। अनि उहाँले नै हाम्रो अति आदरणीय भाइ प्रकाशको निम्ति यस जग्गामा यसरी पूजन गरी जुटाउनु भयो। अनि उहाँले माध्यम बस हामीलाई देखाउनु भयो। अनि हामी यस जग्गामा, तपाईँहरूको जग्गामा हामीहरू पाइला टेक्यौँ। गुरुले हामीलाई साह्रै सुविस्तासँगले है यसरी सोधनी मन्नी अनि आज विवाहसम्म समापन गरिदिनु भयो। हामी र हाम्रो टोली है, हाम्रो खान्दुङबाट आएको हामी जन्ती टोलीहरू है, सबै मण्डलीको प्रियजनहरू अनि यहाँ आदरणीय हाम्रो वार्ड कसले बोकेर लान्छ ल त गाइस, फाइनली यहाँबाट बिदा मारी गरेर चाहिँ फर्किरहेको है, बेहुला घरतर्फ फर्किरहेको अवस्था है। सो हेर्दै गर्नुहोस्, स्टे ट्युन गाइस। लगाउने ए कसलाई चप्पल आगु ल बताउ न हो यसरी यस्तो छ जिन्दगी। हाम्रो युथहरू रेडी भइरहेछ यहाँ। ओ जानुहोस् भाइ, भाइ यहाँ के भन्दियो दाको भ्लगमा? हेलो गाइस,
रिबन काटेर त पढ्नु जम भइरहेछ छिटो न त्यो दुध मलाई दिनुहोस् अन्त तपाईँले अब छिटो 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 सुन हेलो गाइस हजुर बसिसकेका छौँ र परमेश्वरलाई यति बेला धन्यवाद गर्नेछौँ र नाउमी र रुथको बारेमा हामीले बाइबलमा सबैजनालाई थाहा भएको कुरा हो यो नयाँ कुरा होइन। अनि यसमा एउटा छ परमेश्वरको है यो परिवारमा हुनुपर्ने एउटा विशेषता चाहिँ के हो भने आफ्नो बुहारीलाई घरकी आमाले होइन नाउमी सासू थिइन् अनि सासूले चाहिँ के भन्छ भने ए मेरा छोरी हो भनेर बुहारीलाई सम्बोधन गर्दा ए मेरो छोरी हो। आज हामीले पर वचन सुन्दै थियौँ परको आमा र आप्पालाई ठुलो सान्त्वनाको एउटा वचन चाहिँ हाम्रो पर दिदी पास्टर बाउले दिनुभएको चाहिँ नसुर्ताउनु आमा बाउ तपाईँहरूको छोरी लगेर जाँदैछ तर छोरा पनि तपाईँले पाउनुहुँदैछ। अब